हेलो नमस्ते, म डाक्टर क्षितिज, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर। आज म हजुरहरूसँग एउटा सामान्य बिरामीहरू इमर्जेन्सीमा अथवा कहिलेकाहीँ ओपिडीमा पनि सामान्य समस्या जस्तो सोचेर आउने एउटा कन्डिसनको बारेमा जानकारी दिन गइरहेको छु। त्यसलाई चाहिँ एङ्कल स्प्रेन भनिन्छ। यो समस्या चाहिँ बिरामीहरू अफनली इमर्जेन्सीमा खुट्टा मर्कियो डाक्टर साहब भनेर आउनुहुन्छ र आउँदाखेरि चाहिँ खुट्टा ग्रसली स्वेलिङ भएको, सुन्निएको, निलो भएको भएर हजुर कोही कोही त लेट प्रेजेन्टेसन हुन्छ नि, जस्तो हिजो मर्कियो अस्ति मर्कियो भने बल्ल दुखाइ कम भएन, सुन्निएको कम भएन भन्दै आउनुहुन्छ। अब यो खासमा कन्डिसन कस्तो हो भने हाम्रो एङ्कल भनेको चाहिँ यो खुट्टा भयो भने यो खुट्टा भयो, यो हाम्रो दुईटा हड्डी हुन्छ यहाँ टिबिया र फिबुला भन्ने खुट्टाको ढाँचामा। यहाँ चाहिँ अब यो एङ्कलमा चाहिँ दुईटा लिगामेन्ट, दुईतिर लिगामेन्ट हुन्छ। बाहिरी कुर्कुच्चाको भाग यतापट्टि दुईटा लिगामेन्ट हुन्छ, भित्री भागमा एउटा लिगामेन्ट जसलाई डेल्टोइड लिगामेन्ट भनिन्छ। कमनली हाम्रो खुट्टा फर्किँदाखेरि चाहिँ यसरी फर्किने गर्छ। यो यसरी फर्किँदाखेरि यहाँ टाँसिने दुईटा लिगामेन्ट जसलाई हामी एटिएफएल भन्छ र सिएफएल भन्ने दुईटा लिगामेन्टहरू खुट्टा यसरी फर्किसके पछाडि के हुन्छ त यिनीहरू आफ्नो ठाउँबाट चुड्ने गर्छ। यसरी चुड्दा अथवा च्यातिँदाखेरि कहिलेकाहीँ चाहिँ हड्डीलाई पनि यिनीहरूले फुटाएर निकाल्न पनि सक्छ। त्यस्तो भयो भने चाहिँ फ्र्याक्चर हुनसक्छ। हड्डी फ्र्याक्चर भएन र लिगामेन्ट मात्रै च्यातियो भने चाहिँ अब यिनीहरू चाहिँ के हुन्छ त त्यो च्यातिएको ठाउँबाट ब्लिडिङ हुन थाल्छ, जसले गर्दाखेरि घुँडा एङ्कल चाहिँ स्वेलिङ हुन थाल्छ। अनि बिरामीले चाहिँ अब आएर एक्सरे गर्दाखेरि हड्डीमा फ्र्याक्चर देखिएन भने चाहिँ उहाँहरूलाई अब खासै ठुलो समस्या होइन होला, यो त यत्तिकै पनि ठिक हुन्छ होला भनेर जानुहुन्छ। पछि फेरि 2 हप्ता 3 हप्तामा फेरि ठिक भएन डाक्टर साहब के भयो भनेर हेर्दाखेरि चाहिँ उहाँहरूलाई हामीले सम्झाइराखेका हुन्छौँ कि यस्तो कन्डिसन भयो भने तपाईँले आराम गर्नुपर्छ, खुट्टाले टेक्न हुँदैन, केही समय चाहिँ स्ल्याब उस्तै पऱ्यो भने आधा प्लास्टर लगाएर बस्नुपर्ने पनि हुनसक्छ भनेर सम्झाइराखेका हुन्छौँ। धेरैजनाले विश्वास गर्नुहुन्छ, अब कतिजनाहरूलाई जरुरी हुँदैन जस्तो लाग्छ लगाउनुहुन्न, अनि त्यसपछि फेरि दुःख पाएर आइरहने कन्डिसनहरू चाहिँ धेरै हुन्छ। त्यसैले अब मेरो जेनरल सजेसन चाहिँ यहाँहरूमा कस्तो छ भने अब यस्तो खालको इन्जुरीहरू तपाईँहरू आफैमा भएको छ भने पनि या त कसैको भएको देख्नु भएको छ भने पनि उहाँहरूलाई के सजेस्ट गर्नु भने यस्तो कन्डिसनमा चाहिँ खुट्टाहरू टेकेर हिँड्नु हुँदैन। 2 हप्तासम्म कम्तीमा पनि त्यो च्यातिएको लिगामेन्टलाई ठाउँमा बस्नको लागि चाहिँ हामीले खुट्टालाई चाहिँ नचलाइकन राख्नुपर्ने हुन्छ। अब यो खुट्टालाई यसरी राखिदियौँ भने यो च्यातिएको कुर्कुच्चालाई हामीले चलाइराख्यौँ भने त यो त कहिल्यै जुड्दैन। अब यसलाई चाहिँ हामीले ठाउँमा ल्याउनको लागि यस्तो पोजिसन बनाइदियौँ भने यो लिगामेन्ट गएर ठ्याक्क आफ्नो ठाउँमा बस्न पाउँछ। त्यसको लागि हामीले हाफ प्लास्टर भन्छ, स्ल्याब भन्छ, बिलो नी स्ल्याब गरेर 2 हप्तासम्म लगायौँ भने एक त हजुरको टिस्यु सफ्ट टिस्यु ट्रमा भएको पनि स्वेलिङहरू सबसाइड हुन पाउँछ। अर्को पनि के हुन्छ भने लिगामेन्ट यदि च्यातिएको रहेछ भने पनि त्यो लिगामेन्ट राम्रो ठाउँमा गएर जुट्न पाउँछ। अब यो गरेनौँ भने के हुन्छ भन्ने कुरा हुन्छ। यो गरेनौँ भने चाहिँ रिपिटेडली त्यही ठाउँबाट अब त्यो त्यतापट्टिको लिगामेन्ट त च्यातिसकेको छ, त्यो त अब कहिले पनि जुट्न पाउँदैन चलिराखेपछि। त्यसले गर्दाखेरि हजुरको के हुन्छ त रिकरेन्ट एङ्कल स्प्रेन भइरहने समस्या हुनसक्छ। त्यसैले गर्दाखेरि यस्तो कन्डिसनहरू हेर्दाखेरि सामान्य लागे तापनि यिनीहरूले तपाईँहरूलाई चाहिँ लामो समयसम्म पछि गएर कुर्कुच्चामा आर्थराइटिस डेभलप हुने, रिकरेन्ट ट्विस्टिङ एङ्कल हुने होइन। अब यसले गर्दाखेरि रिकरेन्ट पेन हुने, खुट्टाले टेक्दाखेरि नै चिसिक बाहिरी कुर्कुच्चाको मुनि चाहिँ पेन भइरहेको जस्तो महसुस हुने, त्यस्तो समस्याहरू चाहिँ हजुरहरूलाई फिल हुनसक्छ। त्यसैले गर्दा त्यो कम्प्लिकेसन नआओस् भन्नको लागि बेलैमा यसलाई चाहिँ आफ्नो ठाउँमा राखेर लिगामेन्टलाई हिल गराउनु पाइयो भने यो चाहिँ यसको डेफिनेटिभ ट्रिटमेन्ट चाहिँ त्यही नै हो है। हस्, थ्याङ्क यू।